जय मसी साथीहरू, जय मसी। आज म तपाईँहरूलाई हाम्रो सैलुङ डाँडाबाट सनराइजको भ्यू देखाउँदैछु। हामी शनिबारको दिन सैलुङको भ्यू हेर्नको लागि भनेर हामी गएका थियौँ। जाँदाखेरि बाटोको चाहिँ भ्लग बनाउन पाएन साथीहरू, किनभने हामी एकदम राति भएको थियो। त्यसै कारणले गर्दाखेरि बाटो त एकदम गुन्द्रुङ रहेछ। अनि हामी चाहिँ यसरी पुग्यौँ। अनि एकदमै चिसो हावा चलेको भएर मेरो श्रीमानले चाहिँ मेरो ज्याकेटको टोपी लाउनु भएको। हामी राति 11 बजे पुगेका थियौँ। अनि बिहान हामी 4:30 बजे हामी हिँडेको। अनि हामी 6 बजे चाहिँ यो सैलुङ डाँडामा पुग्यौँ। अनि अहिले चाहिँ सूर्य उदय भएको दृश्य हेर्नको लागि चाहिँ सबैजना यहाँ एउटा टावर रहेछ, त्यो टावरमा चाहिँ चढ्नु भएको थियो। अनि मैले पनि टावरबाट चढेर चाहिँ यहाँ भिडियो खिचेको छु। हजुरहरूले हेर्न सक्नुहुन्छ। अब सूर्य उदय भएको छैन, हुनु लागिरहेको अवस्था छ। अब हेर्न सक्नुहुन्छ साथीहरू, हेर्नुहोस् न, त्यो सानो मोबाइलको फ्ल्यास लाइट जस्तोबाट सुरु भइरहेको छ सूर्य उदय हुनको लागि। अनि बिस्तारै बिस्तारै चिम जत्रो हुँदै हुँदै जाँदो रहेछ। बिस्तारै चिम जत्रो हुँदै अनि भकुन्डो जत्रो हुँदै अनि कस्तो मजाले देख्दो रहेछ कि साथीहरू। यस्तो रमाइलो लाग्यो त्यो हेर्दाखेरि। अनि हेर्नुहोस् न, यत्रो भएर अनि एकैचोटि ठुलो आयो कि है। अनि त्यो हेरेपछि त एकछिनपछि त अगाडि यत्रो बादलको धब्बा जस्तो आँखामा अनुभव हुँदो रहेछ, त्यो धेरै लाइटले गर्दाखेरि होला। तर एकदम रमाइलो भयो। अनि एकदम हामी खुसी भयौँ। थुप्रै मान्छेहरू हुनुहुन्थ्यो त्यहाँनिर, धेरैजना हेर्न आउनुहुँदो रहेछ। तपाईँहरू पनि जान सक्नुहुन्छ। तर एकदमै अब सानो नानीहरू लिएर र खुट्टा दुख्ने समस्या भएको हुनुहुन्छ भने चाहिँ अलिक गाह्रै हुँदो रहेछ, किनभने त्यहाँनिर हामी धेरै हिँड्नु पर्दो रहेछ डाँडाहरू। तर त्यहाँ पुगिसकेपछि त सबै थकाइहरू एकदम उयो हुने कि। हेर्नुहोस् न, हिमालहरू घाम लागेपछि कति टल्केको, कति राम्रो। त्यसपछि हिमालको तल बादल। अझ मेरो मोबाइल त त्यति राम्रो छैन, अनि राम्रो मोबाइल भएकोबाट त एकदम राम्रो दृश्य आउँथ्यो। त्यसपछि हामी फर्किँदाखेरि चाहिँ यो हाम्रो फर्किने बेलामा मैले ग्रेट वालको फोटो खिचेको। हामी जाँदा अँध्यारो भएर यो ग्रेट वाल हामी त्यति देख्दैनथ्यो। अनि अहिले चाहिँ फर्किने बेलामा मैले अलिकति भिडियोहरू पनि बनाएको छु ग्रेट वालको, तपाईँहरू हेर्न सक्नुहुन्छ। एकदमै राम्रो छ यो पनि, उज्यालोमा धेरै राम्रो देख्यौँ हामीले। त्यसपछि हामी फर्क्यौँ। अनि फर्किँदाखेरि धेरै कच्ची बाटो रहेछ। राति हुँदा त हामीले थाहा पाएन यो बाटो कस्तो थियो भनेर, तर फर्किँदाखेरि थाहा पायौँ हामीले एकदम डरलाग्दो र कच्ची बाटो रहेछ। त्यो सैलुङको काला पानी भन्ने ठाउँमा हामी बस्यौँ। त्यहाँबाट फर्केपछि एकदमै धेरै नै कच्ची बाटो थियो। अनि मुडे आउन लाग्दा मात्र हामीले चाहिँ अलिक पक्का बाटो भेट्यौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ यो बाटोको अवस्थाहरू। अनि अलिकति बाइक अथवा स्कुटरमा तपाईँहरू जाँदै हुनुहुन्छ भने स्कुटर 125 सीसीकोले चाहिँ राम्रैसँग लाँदो रहेछ। तर अलिकति कन्डिसन ठिक छैन भने चाहिँ गाह्रो हुँदो रहेछ। अनि त्यो पनि विचार गर्नु होला तपाईँहरू जानुहुन्छ भने। यो बाटोहरू यस्तो छ, स्कुटर बाइक सर्भिसिङ गरेर राम्रोसँग जान सक्नुहुन्छ। त्यसपछि हामी मुडेतिर लाग्यौँ। सरर लगाएर राम्रो बाटो पनि हामीले भेट्यौँ। अनि तपाईँले भ्युज हेर्नुभयो भने हेर्नु कति सुन्दर परमेश्वरको सृष्टि। हामी देखेर छक्क पर्छौँ। परमेश्वरले बोलेर बनाउनु भएका कुराहरू यति धेरै राम्रो छन् भने हामी त झन् उहाँको आफ्ना हातले सृजना गरिएका मानिसहरू। हाम्रो आमाको गर्भमा हामीलाई परमेश्वरले बनाउनु भयो। कति सुन्दर छौँ हामी पनि है, कति अलौकिक छौँ। परमेश्वरको यो सृष्टिलाई हेरेर हामी देख्न सक्छौँ। त्यसपछि म सबै बाटो त राख्न सकिनँ। अब फर्किँदाखेरि हामी नगरकोटको बाटो भएर आयौँ। यो चाहिँ नगरकोटको बाटो हो, तपाईँहरू देख्न सक्नुहुन्छ। त्यसपछि नगरकोटबाट चाहिँ हामीले अलिअलि सूर्य अस्त भएको पनि हामीले देख्दै थियौँ। तर बसेर
भिडियो अथवा फोटो चाहिँ खिच्न पाएन, किनभने धेरै अबेला भइसकेको कारणले हामी छिटो छिटो आयौँ। अनि तपाईँले त्यो आकाशमा चाहिँ हेर्न सक्नुहुन्छ, यो चाहिँ सूर्य अस्त हुने बेलाको थोरै भिडियो। हस् त, धन्यवाद।